गिटार नझर है, गिटार नझर। अब आज एम्प नदेख्ने भयो नि त भनेपछि एम्प अन हानौँ। लेसन बनायो, अपलोड गर्यो, हाल्दै एडिट गर्यो, फेरि लेसन सुरु। अब आजबाट चाहिँ थ्योरी लेसन सुरु, म्युजिक थ्योरी लेसन सुरु हैन। यो चाहिँ कस्तो हाल्यो भने म के कुरा चाहिँ अलिकति क्ल्यारिफाई गरिहाल्नु पर्ने छ है। मतलब कतिसम्मको चाहिँ आफूलाई पहिले थाहा हुनु पर्यो भने कर्ड्सहरू चाहिँ थाहा हुनु पर्यो के। कर्डहरू नर्मल बेसिक कर्ड हुन्छ नि, त्योहरू चाहिँ थाहा हुनु पर्यो क्या। अब बेसिक कर्ड भन्नाले कस्तो भने अब जस्तै हाम्रो यो ए क्लिनमा राखौँ यार, किन यो जहिले ल मैले भने एक दुईवटा कुरा के म पहिलो सुरु भनिहाल्नुपर्छ भने चाहिँ अलिकति बेसिक नलेज भएको मान्छेले चाहिँ बेस्ट हुन्छ है यो सिक्न। भनेर जेरो नलेज भएको मान्छेलाई सिक्यो भने चाहिँ यो कामै छैन। सुरुमा थाहा छैन भने यति कुरा चाहिँ सिकेर आउनै पर्यो है। के कुरा भने हाम्रो बेसिक कर्ड्सहरू, बेसिक कर्ड्स भन्नाले जस्तै यो ए मेजर हैन, ए पछि के आउँछ बी। अब यसरी अब कसरी बजाउने गरेछ यसरी बी, त्यसपछि सी, सी कर्ड, डी कर्ड, यो कर्ड थाहा हुनु पर्यो, यो कर्ड नै थाहा हुनु पर्यो, ई एफ ए हैन यसरी बजाइदिनु ल, बार कर्ड एफ, एफ कर्ड, त्यसपछि जी हैन, यहाँ कि त अब यहाँ कहाँ बजाउने गरेछ जी कर्ड हो, यति चाहिँ थाहा हुनु पर्यो। अनि यसपछि माइनर कर्डहरू के, जस्तो यो त सब मेजर कर्डहरू हो। माइनर कर्ड नि स्योर थाहा छ होला, अब यति थाहा छ भने त यो ए मेजर हो भने यो ए माइनर हैन, अब बी माइनर, अब यो बी मेजर हो भने यो बी माइनर, अब यो सी मेजर हो, सी माइनर यहाँ हुन्छ हैन, त्यसपछि के डी, यो डी मेजर हो, यो डी माइनर, ई मेजर हो, यो ई माइनर यो हो, त्यसपछि के आयो एफ, एफ मेजर यो हो, एफ माइनर यो, अब जी को ई, जी मेजर, अब यो बजाउँदा नि हुन्छ जी मेजर अथवा जी मेजर यो भइहाल्यो, त्यसपछि जी माइनर यो हैन हो। यति 12 होइन 14वटा कर्ड चाहिँ थाहा हुनै पर्यो क्या। त्यो भन्नाले थाहा हुनु पर्यो भन्नाले यसरी त्यो राखेर पुरै त्यो टाइम लागेर यो बार कर्ड त झन् एफ त झन् हान्नै नसक्ने, त्यतिसम्मको छ भने चाहिँ अलिकति गाह्रै हुन्छ होला है सिक्न जस्तो लाग्छ क्या मलाई। सिक्न त सकिन्छ, नसक्ने त होइन, तर बेसिक नलेज र बेसिक चाहिँ आइसकेको हुनु पर्यो क्या। यति कर्डहरू, यति यो 14वटा कर्ड चाहिँ थाहा भइसकेको हुनु पर्यो। यसो फाटाफुट्टा गीत बजाउँदाखेरि, यसो फाटाफुट्टा यताउता भनौँ न नर्मल गीतहरू गाउँदाखेरि यसो चेन्ज गर्नलाई बानी भइसकेको हुनु पर्यो। ए ल अब जी भन्ने बित्तिकै यहाँ हात गइहाल्ने होइन, एफ भन्ने बित्तिकै यहाँ गइहाल्ने, अलिकति गाह्रो भए पनि बार हान्न गाह्रो भयो नि, तर एफ भन्ने त थाहा छ नि त्यो, डी भन्ने बित्तिकै हो, सी भन्ने बित्तिकै हो, ए होइन, ई, अब माइनर हान्ने भने जी माइनर हात गइहाल्नु पऱ्यो क्या, थाहा हुनु पऱ्यो क्या। ल यो चाहिँ यही कर्ड हो भन्नु होइन। अब यो एउटा कुरा भयो। अब अर्को कुरा भनेको चाहिँ के भने अब यो गिटारको थ्योरी चाहिँ कस्तो हुन्छ भने तिमी धेरै तरिकाबाट सिक्न मिल्छ क्या। हुन्छ नि कुन चाहिँ मान्छेले अर्को तरिकाबाट सिकाला, कुन चाहिँले अर्को तरिकाबाट सिकाला, मैले अर्को तरिकाबाट सिकाएको छु होइन। आफूलाई के कम्फर्टेबल लाग्छ, आफूलाई जे सजिलो लाग्छ, धेरै तरिका छ क्या सिक्नलाई। जस्तै मैले भने नि अब यो जी कर्ड हो नि त होइन, तर यो पनि जी कर्डै हो इभेन्चुअली। धेरै छ क्या तरिका सिक्नलाई, धेरै तरिकाबाट हेर्न मिल्छ होइन, तर आखिरमा एन्ड रिजल्ट भने एउटा नै हो क्या। त्यो एउटा कुरा चाहिँ याद राखौँ। अब जस्तै मैले यो सिकाइरहेको हुन्छ अनि यसले त अर्कै सिकायो, यसले त अर्कै सिकायो भन्नु छ भने त्यो हो, अर्कै नै हो, तर लास्टमा एन्ड रिजल्ट चाहिँ त्यही नै आइपुग्छ क्या। ल मैले तिमीलाई यसरी जी कर्ड सिकाएर होइन, कुन चाहिँले तिमीलाई अर्कोले यो जी कर्ड सिकाएर, तर लास्टमा त कर्ड त जी नै हो नि। यसमा जे नोट हुनुपर्ने, यसमा जे हुनुपर्ने त्यो जीकै हो क्या। यसलाई पनि जी कर्ड, यसलाई हामीले ए कर्ड बी कर्ड त भन्दैनौँ नि त, लास्टमा त यो पनि जी कर्डै हो नि त, यो पनि जी कर्डै हो। मैले भन्न पर्सपेक्टिभ छुट्टै हुन सके पनि लास्टमा रिजल्ट चाहिँ एउटै हुन्छ भन्नु खोजेँ होइन। थ्योरी त्यस्तो खाले छ कि यसको थ्योरी धेरै तरिकाबाट हेर्नु मिल्छ होइन। म चाहिँ मैले सिकेको तरिकाबाट भन्नु खोज्छु, त्यो चाहिँ मलाई एकदम बेसिक, एकदम कम्प्लिकेटेड छैन जस्तो लाग्छ कि मैले। अनि अर्को भनेको के हो भने बार कर्ड्स भन्छ नि, बार कर्ड भने जस्तो एफ, यो बार कर्ड है। अब किन हामीले बार कर्ड भन्यो भने यो छ नि यहाँ औँला, यसलाई हामीले पुरै बार गरेको छ नि त यहाँ होइन। बार अब त्यही त एक्ज्याक्ट नभन्नु, तर जस यो औँलालाई हामीले पुरै थिचेको छ भने त यसरी थिचेको हो नि त। इनकेसमा मैले के पो राखेँ भने यो औँला छोड्यो भने मैले यतिकै पनि राख्नु मिल्यो नि त, हो कि होइन। लजिक त त्यही हो नि त। अब मैले अब जस्तै यो हात छोड्यो, अब यो मेरो यो औँलाहरू हेर्ने हो भने त यो त ठ्याक्कै ई कर्ड राखे जस्तै टाइपको हो। यो बार कोडको चाहिँ बार कोड फेरि यो बार कर्डहरूको चाहिँ के हुन्छ भने तिमीलाई सार्न मिल्छ। जस्तो मैले भने यो पनि जी हो, तर यो पनि जी हो, जी बार कर्ड। तर यो यसरी तिमीले औँला राख्ने बित्तिकै यो तिम्रो चोर औँला यसरी राख्ने बित्तिकै बार कर्ड भइहाल्यो क्या। अब यसको चाहिँ एउटा के म भनिदिइहाल्न चाहन्छु भने तिमीलाई चाहिँ जस्ट एफ हान्नलाई, किन सुरुमा सिक्ने त यही नै हो नि त, एफबाट सिक्ने हो नि त। एफ अथवा प्रायः जस्तोले जीले पनि सिक्छन् होइन।
तर यो चाहिँ तिमी कम्फर्टेबल हुनु पर्यो क्या बारकोड हान्नलाई अहिलेको लागि चाहिँ भनौँ न अहिले म तिमीलाई सम्झाउनको लागि चाहिँ तिमी बारकोडमा चाहिँ कम्फर्टेबल भएर अड्किनु भएन हात बाङ्गो टिङ्ग हाल्नु भएन क्या तिमी मुभ हुन भइरहन सक्नु पर्यो क्या त्यो बारकोडमा चाहिँ जसलाई आजको मेन हाम्रो लेसन भनेको नै मेजर स्केल हुन्छ ल होइन मेजर स्केल के हो मेजर स्केल कसरी बजाउने कहाँ हुन्छ के हो भनेर जस मेजर स्केलको बारेमै हुन्छ आजको लेसन होइन अनि मेन फाइदा चाहिँ के छ भने जस्तै ल जीको आज मैले सिकाउन लागेको चाहिँ जीको है यो जी मेजर कर्ड हो अनि यो चाहिँ जी मेजर स्केल है त यो जी मेजर कर्ड पनि भयो जी मेजर स्केल नि भयो नि त होइन एउटा फाइदा चाहिँ के हो भने यो गिटार थ्योरीमा फाइदा चाहिँ के हो तिमीले यो जीको मेजर स्केलमा सिक्यौ भने जीको मेजर स्केलमा जे सिक्छ नि त्यो बाँकी सब अरू कर्डहरू अरू नोटहरूमा इम्प्लाइ हुन्छ क्या जस्तो तिमीले जीको मात्र सिक्यौ भने तिमीलाई अब सबैको थाहा हो क्या तिमीले सीको पनि त्यही हो होइन डीको पनि त्यही हो एफको जीको के अरे एफको एको बीको सबैको सेम हो क्या तिमीले छुट्टै छुट्टै सिकिरहनु पर्दै परेन क्या छुट्टै छुट्टै फेरि ल जीको मेजर स्केल मैले सिकेँ अब एफको त के होला भन्नु नै पर्दैन क्या एउटा सिक्यो भने सबै आयो कि त्यही भएर चाहिँ सजिलो भएको कारण नै त्यही हो कि हामीले अरू केही सिक्नै परेन कि एक्स्ट्रा सिक्नै परेन एउटा सिक्यो भने सबै आयो क्या तर त्यही हो दिमाग चाहिँ लाउनुपर्छ कि ए ल मैले यो बजा है कन्फ्युज चाहिँ हुनु भएन ल अनि अर्को के भने अर्को के चाहिन्छ त अब हामीलाई अब एउटा गिटार अभियसली अब गिटार त चाहिनै हाल्यो जस्तो गिटार भयो नि अनि अर्को एउटा के चाहिन्छ भने एउटा पेन र कपी अब अथवा पेपरको बन्डल छ भने जे पनि तर त्यो चाहिँ चाहिन्छ हामीले लेख्नु चाहिँ हामीले थ्योरी पढिरहेको हो नि त थ्योरी गर्दै प्र्याक्टिकल गर्दै गर्ने हो नि त कपीमा थ्योरी लेख्ने अनि प्र्याक्टिकल गिटारमा बजाउने हो नि त अब जे हुन्छ त्यही जस नहराउने पाराले आफूले अलिकति सेफ राख्ने पाराले सफा पाराले मेन चाहिँ ग्याजाङ हुनु भएन र चिटिक्क त्यो चाहिँ थ्योरी कपी भनेर के एउटा राखिदिइहाल्ने क्या त्यो चाहिँ एउटा चाहिन्छ है त ल यो स्टार्ट गर्नुभन्दा अगाडि सुरु गर्दाखेरि चाहिँ के एउटा इन्फर्मेसन चाहिँ के अर्को दिइहाल्छु भने म 7 वटा अल्फाबेट छ है हो नि त ए बी सी डी ई एफ जी त्योभन्दा बढी अल्फाबेट केही पनि आउँदैन है एच कर्ड हुँदैन जे कर्ड हुँदैन केही पनि हुँदैन 7 वटा मात्र अल्फाबेट छ है अनि सुरुमा ए पछि जहिले बी आउँछ है ए पछि डी पनि आउँदैन ए पछि जी पनि ए पछि जहिले बी नै आउने हो नि त अर्डरमा जानु पऱ्यो कि हामी भनेर त हामीले स्किप गर्न मिलेन कि ए पछि डाइरेक्ट सी डी एफ जी भन्न मिलेन ए पछि जहिले बी नै आउँछ है त्यो चाहिँ याद गर्नु पऱ्यो यो थ्योरीमा चाहिँ एकदम इम्पोर्टेन्ट छ हामीले कुनै पनि पार्टहरूलाई स्किप गर्न मिलेन कि हामीले जहिले ए पछि जहिले बी आउँछ बी पछि सी पछि डी पछि ई त्यसपछि एफ जी अनि फेरि जी पछि फेरि हामी ब्याक टु एमै जान्छौँ होइन त्यो लुप भइरहन्छ नि त रिपिट हो नि त यो त सर्कल हो नि त एउटा होइन त्यो त भयो हो ए पछि बी त आउँछ बी पछि सी आउँछ त्यो त छ होइन तर त्यो भित्र पनि हामीलाई अझै डिभाइड गरेको छ के कसरी डिभाइड गरेको छ भने ल होइन यो ए हो भने होइन यो नम्बर ए हो भने ए पछि यो ग्याप छ नि देखिरहेको छ नि मेरो अम्लामा ग्याप यो ग्याप चाहिँ ए शार्प हो क्या ए पछि बी त आउँछ तर त्यो आउनुभन्दा अगाडि बिचमा ए शार्प पनि रहेछ क्या त्यसको मतलब ए हुन्छ ए शार्प अनि बी बुझेँ नि मैले भन्नु चाहिँ ए शार्प बी आउँछ क्या हो अब त्यही अनुसारले बी र बी पछि नि बी शार्प र सी आउनु पर्ने हो नि त लजिकली तर हाम्रो म्युजिकमा चाहिँ के छ भने बीको चाहिँ शार्प कहिले पनि हुँदैन है यो कुरा चाहिँ अब हो ट्याक्क त्यो कपीमा एउटा साइडमा नोट्स भनेर लेखेर आजको लेसनको नोट्स भनेर लेखेर बीको शार्प हुँदैन भनेर लेखिदिने अब आफूले जसरी बुझिन्छ त्यसरी अनि त्यसमा अर्को के थपिदिने भने ईको पनि शार्प हुँदैन भनेर लेखिदिने है त भनेको मतलब टोटल हाम्रो 7 वटा अल्फाबेटमा 2टाको चाहिँ शार्प हुँदैन बी र ईको शार्प हुँदैन भनेर लेखिदिने अनि ठ्याक्क त्यसको तल के लेखिदिने भने बट इट एक्जिस्ट इन थ्योरी भनेर लेख्ने भनेको मतलब प्र्याक्टिकलिटीमा चाहिँ छैन ई शार्प बी शार्प एक्जिस्ट हुँदैन तर हामीले थ्योरीमा जब लेख्ने टर्ममा हुन्छ नि लेख्ने टर्ममा चाहिँ एक्जिस्ट गर्छ भनेर चाहिँ लेख्ने है त्यो चाहिँ एउटा नोट राखिरहने त्यो चाहिँ अब कसरी एक्जिस्ट गर्छ त्यो पछिको फर्दर हाम्रो उसमा आफै खुलिन्छ आफै भन्ने हुन्छ होइन अब थाहा छ भने त राम्रै हो तर थाहा छैन भने चाहिँ जस त्यो नोट चाहिँ लेखिरहँ है प्र्याक्टिकलमा चाहिँ एक्जिस्ट हुँदैन तर थ्योरीमा चाहिँ एक्जिस्ट हुन्छ तर अहिलेको लागि हामी बुझ्नको लागि चाहिँ एक्जिस्ट हुँदैन अहिलेको लागि चाहिँ छैन भनेर सम्झिदिने त्यो चाहिँ पछिको नोटमा कसरी हुन्छ भनेर त्यो पछि भन्छु अहिलेको लागि त्यो फर्स्ट पार्ट मात्रै याद गर्ने नोट एक्जिस्ट हुँदैन बी शार्प र ई शार्प अब अर्को कुरा के हो नि म एउटा स्क्रिनमा एउटा दिन्छु पेपरमा कसरी अब फर्मेट बनाउने भनेर एउटा फर्मेट ल अब भनौँ न एउटा नम्बर वाइज ठ्याक्क त्यसरी एउटा फर्मेट बनाऊँ है त कपीमा अनि त्यसपछि के लेखौँ भने त्यहाँ नम्बरहरू लेखौँ त्यहाँ मैले लेखाएको छु नि 1 2 3 4 5 6 7 भनेर लेखाएको छु नि हो त्यो लस्करै लेखौँ अब हामी चाहिँ के गर्छौँ भने हामी भन मैले चाहिँ के गरेको छु भने मलाई चाहिँ के फिल हुन्छ भने हामी नोटले होइन कि हामी नम्बरले सिक्ने क्या जे कुरा पनि हामी
प्रायः जस्तो नम्बरले चाहिँ सिक्न खोज्छौँ कि हो नोट पनि चाहिन्छ नोट पनि के नोट हो भन्ने थाहा त हुनुपर्छ तर हामी नोटलाई भन्दा नि बढी प्रायोरिटी चाहिँ नम्बरलाई दिने है नम्बर वाइज चाहिँ हामी सिक्ने हो क्या नम्बर वाइज चाहिँ सही हुन्छ अब के नम्बर कस्तो नम्बर भन्दाखेरि चाहिँ ल म अब फर्स्ट स्टेप सुरु गरौँ है त त्यो मैले त्यो थ्योरीमा भएको कपी चाहिँ त्यो थ्योरीमा थ्योरी रे त्यो कपीमा मैले जसरी भने एउटा फर्मेट दिने हो त्यो चाहिँ ठ्याक्कै एक्ज्याक्टली त्यसरी लेखौँ अनि त्यसपछि के सुरु गरौँ भने अब चाहिँ गिटारमा आउँ गिटारमा चाहिँ अब स्केल सुरु गरौँ है त जी मेजरको स्केल अब कतिलाई थाहा होला यो प्याटर्न बजाएको छ भने पनि ठिकै हो छैन भने थाहा नभएकोहरूलाई चाहिँ अब यही हो है त ट्याब्स हेरौँ अब जहिले पनि हामीले बजाउँछ नि बजाउने मात्र होइन कि बोल्ने पनि के बोल्दै पनि बजाउने कि जस्तै हामीले यो थर्ड फ्रेटमा यो जी नोट हो नि त होइन यो त जहिले पनि 1 भनेको चाहिँ जहिले पनि रुट हुन्छ है रुट भनेको चाहिँ अब हामीले के भने मैले जी मेजरको हेर्न लाग्यो भने नि भनेको 1 भनेको जहिले जी नै हुने भयो क्या जी मेजरको स्केल हेर्न लाग्यो भने 1 जहिले जी नै हुन्छ 1 कहिले पनि ए बी सी डी एफ जी केही पनि हुँदैन जी नै हुन्छ 1 भनेको जहिले जी हो होइन जहिले हामी नम्बर 1 बाट सुरु गर्छौँ अनि यहाँ राम्रोसँग केयरफुली हेरौँ होइन मैले फिङ्गर नम्बर जहाँ राखेको छु नि फिङ्गर नम्बर मैले जहाँ जसरी अम्ला राखेको छु नि त्यसरी अम्ला राखौँ है त अनि यो स्केल चाहिँ के भन्ला यो स्केल चाहिँ अनि कण्ठ गर्नै पर्छ है किनभने यो पनि फर्मुला हो यो भनेको होइन म यसरी बजाउँदिनँ म अर्कै अलिकति 1-2 फ्रेट यता वरपर हान्छु भनौँ होइन यो यसरी नै मैले जसरी बजाउँछु त्यसरी बजाऊँ अनि यो चाहिँ हाम्रो फर्मुला हो क्या जस्तै मेजर स्केलको फर्मुला मेजर स्केलको कसरी बन्दो रहेछ त्यो मेजर स्केल एउटा फर्मुला त हुनु पऱ्यो नि त हामीले अब पहिला बच्चामा भन्दा नि जो स्कुलमा पढाए जस्तो म्याथको फर्मुलाहरू हुन्थ्यो नि त्यहाँ हामीले फर्मुला चेन्ज गर्न मिलेन नि फर्मुला अनुसारले चाहिँ हामीले एन्सर निकाल्ने त्यसलाई त्योबाट चाहिँ डिराइभ गर्थ्यो नि त हो त्यसरी नै यो पनि फर्मुला हो क्या मेजर स्केलको यो फर्मुलाले नै अनि त्यसपछि तिमी अरू डिराइभ गर्ने हो कि अरूलाई अनि त्यसपछि एक्सप्लेनेसन दिने हो नि त होइन ल मेजर स्केल चाहिँ यो है त अनि हामी गर्ने है त मुखले भन्दै जाने 1 2 3 4 5 6 7 हो अब यो मैले 7 किनभने मैले 8 सम्म जान सक्थेँ नि त 8 9 10 11 नि जान सक्थेँ नि त होइन तर हाम्रो नोटहरूमा जहिले पनि 7 वटा मात्र नोट हुन्छ हाम्रो यो नर्मल मोड्सहरूमा भनौँ न यसलाई मोड्स भन्न नि भन्छ होइन मेजर स्केलहरू यो स्केल भनेको सबै मोड्सहरू हो क्या यसलाई मोड्सहरू नि भन्छ स्केलहरू नि भन्छ त्यो भनेको सेम हो कन्फ्युज हुनुपर्ने कारण छैन अनि यो मेजर स्केललाई आयोनियन स्केल पनि भन्छ क्या अब यो चाहिँ अलिकति ल्याटिन टर्म हो कि ग्रिक टर्म केमा भन्थ्यो क्यारे यो चाहिँ अलिकति पुरानो टर्ममा हो क्या आयोनियन भन्ने सुने होला नि त आयोनियन स्केल भने नि मेजर स्केलै हो क्या त्यो चाहिँ सबै मैले त्यो अघि नै देखाएको त्यो फर्मेटमा त्यो मैले त्यही अनुसारले लेखा पनि छु ब्र्याकेटहरूमा होइन त्यो पनि ठ्याक्क याद गरौँ अनि मेजर स्केल भनेको आयोनियन स्केल हो मेजर स्केल भनेको जरा हो क्या त्यो जराबाट अरू हाँगा पलाउने हो क्या अरू मोड्सहरू चाहिँ त्योबाट पलाउँछन् क्या अरू स्केलहरू चाहिँ तर जरा चाहिँ हामीले सुरुमा त्यही भएर जरा चाहिँ याद गर्नु पऱ्यो नि त 7 वटा नोट हुन्छ होइन हाम्रो स्केलहरू अनि त्यस्तो 7 वटा नोट हुनेहरूलाई चाहिँ हामीले डायटोनिक स्केलहरू भन्छौँ के बुझ्यो नि त्यो जतिवटा स्केलको 7 वटा नोट हुन्छ त्यो चाहिँ सबै डायटोनिक स्केल हो क्या त्यसको नामहरू चाहिँ भनौँ न यस्तो यो फेरि म्युजिक थ्योरी पढ्दाखेरि चाहिँ के हो भने तिमीलाई म्युजिक थ्योरीको ल्याङ्ग्वेज पनि थाहा हुनुपर्छ क्या त्यो पनि अब जस्तै तिमी जे चिज सिक्न खोज्छौ जस्तै अब यो क्यामेरा रिलेटेडहरू यो फोटोग्राफी भिडियोग्राफीको रिलेटेडको शब्दहरू नै छुट्टै हुन्छ नि त जस्तै एपरेचर भन्छौ आइएसओ भन्छौ सटर स्पिड यो पनि क्यामेराको ल्याङ्ग्वेज हो नि त जस्तै गिटारको पनि ल्याङ्ग्वेजहरू यो डायटोनिक अनि यो भनौँ न अब मेजर आयोनियन जस्तै माइनर शार्प फ्ल्याट यो पनि सबै म्युजिकल ल्याङ्ग्वेज हो क्या यो पनि थाहा हुनुपर्छ है यो थाहा नभए नि याद चाहिँ हुनु पऱ्यो कन्फ्युज हुनु भएन अनि त्यही भएर भन्ने नि मैले 7 वटा मात्रै हुन्छ नोट है भनेको मतलब फेरि बजाउँदाखेरि 1 2 3 4 5 6 7 अब 7 पछि के आउने भयो त 7 पछि फेरि 1 आउनु पऱ्यो पछि चाहिँ हामी अब अलिकति नम्बर एक्सपान्ड गरेर होइन त्यही 1 लाई पनि 8 भन्छौँ 2 लाई 9 भन्छौँ होइन तर त्यो चाहिँ पछिको कुरा हो तर अहिलेको लागि हामी 7 भन्दा माथि नम्बर नगर्ने के 7 पछि डाइरेक्ट फेरि 1 नै आयो के 1 2 3 4 5 6 7 1 2 3 4 5 6 7 1 2 3 हो मैले यो सबै बजाएँ नि यो माथिको स्ट्रिङदेखि तलको स्ट्रिङसम्म बजाएँ नि यो चाहिँ हाम्रो फुल स्केल हो क्या यो भनेको चाहिँ हाम्रो तिम्रो तलदेखि माथिसम्मको फुल स्केल यो चाहिँ अरू थुप्रै छ तरिका बजाउने त्यो अरूमा काहीँ पनि नजाउँ मैले अघि नै भन्छ कि यो सिक्ने तरिका धेरै छ मैले त मेजर स्केल अर्कै पाराले सिकाएको थिएँ नि त भने नि हो त्यो पनि राइट हो तर लास्टमा इभेन्चुअली आएर रिजल्ट एउटै हो होइन तर मैले सिकाउँदाखेरि चाहिँ योबाट सिकौँ है किनभने
सजिलो छ क्या मैले भने नि अघि नै म यहाँबाट सिकाउन यहाँबाट बुझाउन सजिलो हुन्छ क्या त्यही भएर यही स्केल सिकौँ यही प्याटर्न सिकौँ अरूमा नजाउँ अनि मुखले चाहिँ भन्नै पर्छ मुखले चाहिँ नम्बर भन्नै पर्छ है हातले मात्र गर्ने होइन कि मुखले पनि गर्ने है प्र्याक्टिकल फेरि एकतालले गर्छु है त अब यो पालि चाहिँ के गर्ने भने हामी यहाँ तलसम्म जाने अनि फेरि यही अनुसारले माथि पनि आउने है त 1 2 3 4 5 6 7 1 2 3 4 5 6 7 1 2 3 2 1 7 6 5 4 3 2 1 7 6 5 4 3 2 1 यो भनेको चाहिँ यो चाहिँ अब के गर्नु भने यो चाहिँ प्र्याक्टिस गर्नै पर्यो है यो प्र्याक्टिस गरेर तिमी अब मुखले भनेर हुन्छ नि अब जतिखेर पनि यो चाहिँ तिम्रो अब तिमीले यो चाहिँ अलिकति फ्लुएन्टली बजाउन सक्नु पर्यो कि यो स्केल अब तिमी यो पुरै अब होइन म 7 सम्म मात्र हान्छु होइन किनभने हामीले त 2 ताली रिपिट गरे हो नि त 7 आइसकेको थियो फेरि 1 बाट गएर 7 मा आएको फेरि यहाँ तल पनि 1 2 ताली नम्बर रिपिट भयो नि त 3 सम्म गयौँ नि त हामी यहाँ होइन हो योसम्म गए पुरै यो हान्दा नि भयो अथवा तिमी होइन म सुरुमा स्टार्ट गरौँ अलिकति गाह्रो हुन्छ भने 7 सम्म मात्र हान्ने के 1 2 3 4 5 6 7 1 ए सरी 1 पनि हान्ने अनि फेरि 1 बाट चाहिँ फेरि रिपिट गर्ने 1 7 6 5 4 3 2 1 1 गाह्रो हुन्छ भने यतिसम्म मात्र गर्ने अहिलेलाई तर म चाहिँ के रेकमेन्ड गर्छु भने फुल जाने अनि अर्को कुरा हो जान सजिलो छ तर फेरि पछाडि आउन चाहिँ गाह्रो छ है हो त्यही भएर ब्याक पनि आउन सिक्नुपर्छ है यहाँबाट यसरी मात्र हानि होइन कि यसरी पनि जान सक्नु पर्यो किनभने यहाँ आउँदाखेरि एकदम कन्फ्युजिङ छ होइन फिङ्गर पोजिसन ला कुन चाहिँ थियो र त्यो भन्ने हुन्छ त्यही भएर सकेसम्म चाहिँ पछाडि पनि आउनै पर्छ अगाडि मात्र जाने होइन कि पछाडि पनि आउने अनि नम्बर पनि भन्दै गर्ने नम्बर चाहिँ छोड्ने नै होइन मैले भने यो पुरै मैले जे थ्योरी सिकाउनु लाग्छु नि यो सब नम्बर बेस्ड हो त्यही भएर नम्बर त छोड्ने नै होइन 1 2 3 4 5 6 7 1 2 3 4 5 6 7 1 2 3 2 1 7 6 5 4 3 2 1 7 6 5 4 3 2 1 ए जस्तो मलाई कन्टे छ नि यो अब पानी चाहिँ बनाउनु पर्यो है त्यो चाहिँ अब आफ्नैमा भर पर्छ होइन अब यो चाहिँ के हो भने यो चाहिँ हामी भर्टिकल जाँदाखेरि है होइन त हामी तल गएको हो नि त स्केलमा त यो त अहिले त हामी तल पो गइरहेको छौँ नि त होइन अब यही स्केललाई अब अर्को एउटा के टर्म भन्छ भने रेकर्ड हेर्नु पर्यो रेकर्ड अब कतिले सायद थ्योरी सिक्दाखेरि कतिले अब ऊ पनि सुन्यो होला देख्यो होला त्यो हामीले भन्छ नि सेमिटोन हाफ टोन यो हुन्छ नि ग्यापहरू के ए यो पछि ग्याप यो ग्याप भनेर हो त्यो चाहिँ हाम्रो अब हरिजन्टल प्लेइङमा आउँछ के जस्तै स्केलहरू त मैले भने नि स्केल 7 वटा नोटको हुन्छ होइन 7 वटा पछि फेरि हामी 1 बाट रिपिट गर्छौँ होइन अब त्यो 7 वटा नोटको नि फर्मुला हो नि त यो सबै फर्मुला अनुसारले हामी गएको हो नि त नत्र हामी किन ल जस्तै भनौँ न किन हामीले यो 1 पछि यहाँ 2 किन यहाँ ग्याप दिएर बजाउँदा 1 यहाँ पनि त 2 बजाउन सकिन्थ्यो बरु लस्कर 1 2 3 4 5 6 यसरी लस्कर बजाउन सकिन्थ्यो होला नि त किन हामीले ग्याप दिइरहेछौँ त होइन ग्याप दिइरहेछौँ कोही कोहीलाई ग्याप दिएको छैनौँ कोही कोहीलाई ग्याप दिएको छौँ त्यो सबै फर्मुला हो क्या त्यो चाहिँ रट्नुपर्ने कुरामा रट्नुपर्ने हो भने यही फर्मुला मात्र रट्नुपर्ने हो क्या तिमीले नोट कण्ठ पार्ने होइन त्यो एउटा कुरा नि भनिदिइहाल्छ कतिले सिक्दाखेरि के गर्छन् भने मान्छेहरूले नोट कण्ठ गर्नुहुन्छ कि अब यो के नोट हो यो के नोट हो यो फ्रेट बोर्डको के नोट हो यति 8 फ्रेटमा यो जी स्ट्रिङमा के नोट बज्छ हरेक नोट कण्ठ गर्ने नै होइन यो सबै तिमी यो सबै कण्ठ गरेर के गर्छौ के तिमीलाई कामै छैन हरेक नोट कण्ठ गर्ने नै होइन यो तिमी एउटा टेक्निक चाहिँ बुझ्ने हो कि थाहा पाउनलाई नोट कण्ठ गरेर बस्ने नै होइन यहाँभरिको कतिले त्यसरी सिकाउँछ त्यसरी नसिक्दा हुन्छ क्या म चाहिँ त्यही भन्छु टाइम वेस्ट हो क्या टेक्निक चाहिँ बुझ्ने हो क्या अनि त्यो टेक्निक कसरी हो भने मैले त्यो लास्टमा सिकाउँछु त्यो टेक्निक चाहिँ तर अहिलेलाई चाहिँ अब हामीले त्यो भनौँ मेजर स्केलको फर्मुलामा चाहिँ के हुन्छ भने 1 पछि अब हामी यसरी गयौँ है भर्टिकली गयौँ है अब चाहिँ अब हरिजेन्टल प्र्याक्टिस गर्ने है त यो चाहिँ कण्ठ पारौँ है हेर केटा यो कण्ठ पारेर तिमी आफै गऱ्यो भने यो थ्योरी सिकेको र नसिकेको लास्टमा यो आलु खाएको जस्तै हुन्छ त्यही भएर यो चाहिँ प्र्याक्टिस गरौँ मजाले त्यो मनमा आउनु पऱ्यो कि यो चाहिँ तिमी दिमाग भने केही नसोचिकन तिमीले बजाउन सक्नु पऱ्यो यो मेजर स्केल चाहिँ त्यति नगरेसम्म यो थ्योरी म सिक्छु यो यस्तो त गर्छु भनेर नसोचे नि हुन्छ होइन अलिकति मेहनत र डेडिकेसन त आफैले दिने हो हरिजेन्टलमा अब तिमीले के एउटा कुरा याद गर्यो होला भने 1 र 2 हान्दाखेरि ग्याप देख्यौ है 1 यहाँ छ भने 2 यहाँ छ होइन त ए हो नि 1 र यहाँ बिचमा ग्याप रहेछ नि त एउटा हाम्रो यो 4th फ्रेटमा त केही पनि बजाउँदो रहेछ नि त 1 पछि स्किप गरेर 2 मा आयौँ हो यो ग्यापलाई चाहिँ हामीले होल टोन भन्छौँ के
1 देखि 2 मा आयो यो होल टोन। अब यो होल टोन हो भने हाफ टोन भनेको त के हुने रहेछ मैले 1 या 4th फ्रेट बजाए यो चाहिँ हाफ टोन हुने रहेछ नि त हैन हो कन्सेप्ट चाहिँ त्यही हो के होल र हाफको कन्सेप्ट चाहिँ त्यही हो 1 देखि 2 भनेको होल टोन है कोही जसलाई चाहिँ अब अलिकति थाहा छ त्यो मान्छेले त थाहा छ जसलाई चाहिँ अब यो स्केलको बारेमा सिकिसकेको छ पहिला उसलाई त थाहा छ कहाँ हात हाल्ने हो भनेर हैन उसलाई त के प्रब्लम हैन तर तिमी नयाँ छौ के थाहा छैन भने चाहिँ फर्मुला चाहिँ म पहिला देखाउँछु है त त्यो चाहिँ म अब खास पनि यसरी भन्न कन्फ्युज होला तर 1 पछि होल टोन 2 आयो है अब 2 पछि पनि होल टोन भनेको मतलब ग्याप दिने 3 मा आयो है अब 3 र 4 मा चाहिँ जहिले पनि 3 र 4 चाहिँ जहिले सँगै हुन्छ यो चाहिँ कहिले नबिर्सिने भनेर हाफ टोन के 3 र 4 चाहिँ जहिले हाफ टोन 3 भने चाहिँ यो 4 हुने भयो सँगसँगै हुने भयो नि त टाँसेको हुने भयो 3 र 4 चाहिँ जहिले टाँसेकै हुन्छ कि तिमी यसो याद गर त यहाँ बजाउँदाखेरि नि 1 2 3 4 ए 3 र 4 सँगै थियो नि यहाँ जहिले नि हैन त त्यही भएर 1 2 3 4 होइन त भर्टिकल स्केलमा जाने हो भने 1 2 3 4 यसो याद गरे 4 र 5 मा त ग्याप रहेछ नि त हैन तिमी त्यो त पहिले सोचिसक्यो नि त त्यो त पहिले तिमीलाई थाहा रहेछ नि त 4 र 5 मा चाहिँ जहिले ग्याप रहेछ 3 र 4 चाहिँ जहिले टाँसेको हुने रहेछ हैन अनि अब तिमीले यसरी बजाउँदाखेरि 1 2 अब 2 र 3 मा पनि जहिले ग्याप छ है होल टोन ग्याप है 3 र 4 जहिले टाँसेको हुन्छ भनेको 3 को आउने बित्तिकै हामीले सोच्नु पर्यो नि कहाँ हो यहाँ हो कि यहाँ हो भनेर सोच्नै पर्यो नि 3 आएपछि त के सोच्नै पर्दैन 3 आएपछि डाइरेक्ट 4 आइहाल्यो हैन अब 4 र तिमीलाई अघि भर्खर थाहा भयो 4 र 5 मा नि ग्याप रहेछ एउटा होल टोन ग्याप रहेछ 5 आयो हैन अब 5 र 6 मा चाहिँ के छ होला त 5 र 6 मा नि ग्याप छ होल टोनै हो यो पनि हैन भनेको मतलब 12 मा आउने भयो 12 मा ल्यान्ड हुने भयो 1 2 3 4 5 6 7 ए भने त 6 र 7 को पनि ग्याप रहेछ भने 6 र 7 को पनि होल टोन ग्याप रहेछ अनि तर फेरि 7 पछि 1 आइहालेछ नि त फेरि हैन 7 र 1 मा चाहिँ ग्याप छैन रहेछ है 7 र 1 मा चाहिँ हाफ टोन मात्र रहेछ 7 आउने बित्तिकै 1 आइहाल्दो रहेछ है भन्नु त्यसरी चाहिँ सोच्ने हो के फेरि भन्छ त 1 2 है ग्याप छ 1 र 2 मा ग्याप छ होल टोन ग्याप 2 र 2 3 2 र 3 मा नि होल टोन ग्याप छ है 3 र 4 मा ग्याप छैन 3 आएपछि 4 आइहाल्ने रहेछ है 3 पछि 4 र 5 मा ग्याप छ है अघि हामीले हेरेको होल टोन ग्याप भनेपछि यहाँ आउनु पर्यो 5 र 6 मा नि ग्याप छ हामीले हेरेको हैन 12 फ्रेटमा 6 आउने रहेछ अनि अघि भर्खरै हामीले हेरेको 6 मा पनि तिमीले आफै बजाएर पनि थाहा हुन्छ नि त यो भर्टिकल स्केल बजाउँदाखेरि नै थाहा हुन्छ नि त 6 र 7 मा नि ग्याप रहेछ भनेपछि यो ग्याप रहेछ भने चाहिँ होल टोन फेरि यो पनि 7 मा आयो हैन तर 7 र 1 त फेरि सँगै छ नि त हैन 7 र 1 सँगै छ भने चाहिँ 7 पछि डाइरेक्ट 1 आउनु भइहाल्यो हाम्रो हाफ टोन यो 1 भनेको नै यो 1 त हो नि हैन त त्यही त हो नि भनेको तिमीले अब फेरि रिपिटमा अब जसरी एउटा स्केल अनुसारले बजाउनु पर्यो भने 1 2 3 4 5 6 7 1 हैन त 1 2 3 4 5 6 7 1 अब तिमीलाई यतै नै जान्छु भने नि जाऊ 1 र 2 मा ग्याप छ भने तिमीलाई थाहा छ चाहिँ 2 हो अब 2 र 3 को पनि होल टोन ग्याप भन्ने तिमीलाई थाहा छ जाऊ 3 र 4 मा ग्याप छैन त्यसरी जानु छ भने जाऊ तर सकेसम्म चाहिँ अब 7 बाट फेरि यही आउँदा नि भइहाल्यो यतै जानुपर्छ नि कि एउटै रिपिट त गर्ने हो तिमी सर्कलमा मात्र त गइरहने हो हैन एउटा चाहिँ फर्मुला भन्नु त्यो नोटकै साइडको तलतिर कहीँ बनाएर फर्मुला भनेर लेख्ने हैन मेजर स्केल को भनेर लेख्ने मेजर स्केलको फर्मुला भनेर लेख्ने तलपट्टि 1 2 3 4 5 6 7 भनेर नम्बर लस्कएर दिने फेरि अर्को साइडको नोटमा है त्यो मैले मेन त्यो फर्मेटमा हैन अनि त्यहाँ नोटमा दिने अनि त्यो एउटा ठ्याक्क त्यो फोटो नै हालिदिन्छु ठ्याक्कै त्यसरी होल टोन हाफ टोन होल टोन हाफ टोन भनेर ठ्याक्क ग्याप दिने के यसरी 1 र 2 को बिचमा होल टोन 2 र 3 को बिचमा पनि फेरि होल टोन 3 र 4 को बिचमा हाफ टोन त्यसरी चाहिँ एउटा बनाउने आफैले लेख्नको लागि भोलि पर्सिको रिफरेन्सको लागि त्यो लेखिसकेपछि अब बाँकी के भयो त काम भने प्र्याक्टिस गर्ने काम बाँकीको काम भने सब प्र्याक्टिस गर्ने मात्र काम भयो अब भनेको मतलब प्र्याक्टिस गर्नु पर्यो अब म चाहिँ के रेकमेन्ड गर्छु भने अहिलेको लागि चाहिँ सिक्नको लागि चाहिँ एउटा अम्लाले राख्न खोजौँ हैन किनभने तिमी अब कुन चाहिँ अम्ला राख्ने अब यहाँबाट पुगेपछि त सक्यो अम्ला फेरि अब के त यस्तो गर्नु पर्यो फेरि अनि यहाँबाट कहाँ पुग्यो मै कन्फ्युज भयो त्यही भएर एउटा अम्ला मात्र राखेर हेरौँ कि अहिलेको सिक्नको लागि चाहिँ के 1 2 3 4 5 6 7 1
किन तिमी अम्ला राख्न थाल्यो भने यो हरिजेन्टल स्केलमा चाहिँ अम्ला राख्न थाल्यो भने तिमी कन्फ्युज हुन्छौ क्या त्यही भएर तिमीलाई यसरी एउटा राख्यो भने तिमीलाई ग्याप त थाहा हुन्छ नि त यहाँ 3 मा पुग्ने बित्तिकै तिमीले 4 देखिहाल्छौ 1 2 3 4 5 6 7 1 भन्ने अनि फेरि उल्टो 7 6 5 4 3 2 1 हो ब्याक एन्ड फोर्थ आक्को आयो के आक्को आयो 1 2 3 4 5 6 7 6 5 4 3 2 1 भने गर्ने क्या त्यो तिमीलाई ग्याप जबसम्म कन्ट हुँदैन नि जस्ट 1 बाट 2 मा जानलाई एउटा ग्याप 2 बाट 3 मा जानलाई एउटा ग्याप जस्तै यसमा 3 र 4 मा ग्याप छैन भने जस्तै त्यो चाहिँ कन्ट पार्नु पर्यो है यो चाहिँ अब सबै प्र्याक्टिसमा चाहिँ गर्नु पर्यो यति चाहिँ एउटा प्र्याक्टिस गर्नुपर्ने भनेको यो 1 2 3 4 5 6 7 1 2 3 4 5 6 7 1 2 3 अनि फेरि 3 2 1 अनि त्यो बुझिहाल्यो अब फेरि ब्याक एन्ड फोर्थ है त यो चाहिँ फेरि तलमाथि गरेर नि अनि यहाँ पनि 1 2 3 4 5 6 ए 1 2 3 4 5 6 7 1 1 7 6 5 4 3 2 1 हो यसरी यति चाहिँ कन्ट गरौँ है त अहिलेको लागि त्यति नै हो हैन तर यो प्र्याक्टिसमा यति मात्र गर्दा त भएन यति मात्र गर्दा ए म त 1 2 3 भन्ने त्यो म भन्ने मात्र हुन्छ हैन त्यही भएर अर्को एउटा अब चाहिँ होमवर्क चाहिँ के हो भने जस्तै मैले अघि भनेको थिएँ ए पछि जहिले बी आउँछ बी पछि जहिले सी आउँछ सी पछि डी डी पछि ई पछि एफ त्यस्तो लगातार गइरहेछ तर हामीसँग ए पछि ए शार्प आउँछ है ए पछि ए शार्प त्यसपछि बी बी को शार्प छैन है बी र ई को शार्प हुँदैन भनेको मतलब बी पछि डाइरेक्ट सी आयो सी पछि सी शार्प आयो सी शार्प पछि डी डी शार्प ई ई को एफ ई को शार्प हुँदैन त्यही भएर एफ एफ शार्प जी जी शार्प अनि फेरि ए है त्यो लुपमा भइरहन्छ है त्यो शार्प चाहिँ बिर्सिनु भएन है त्यो शार्प चाहिँ छोड्नु नै भएन अहिलेको लागि होइन अब त्यही दिमाग लगाएर मैले अघि यो के भनेको थिएँ 1 जहिले के हुन्छ भनेको थिएँ मैले के हुन्छ रे 1 जहिले जी हुन्छ भने हामीले जी को हेरे हो नि त यो जी मेजर स्केलको हेरे हो नि त जी मेजर स्केलमा 1 भनेको जहिले जी नै हुने भयो डी पनि हुँदैन एफ पनि हुँदैन जहिले जी 1 भनेको जहिले जी मेजरको स्केल भनेको मतलब 1 भनेको जहिले जी त्यो चाहिँ दिमाग रहनु पर्यो अब एफ मेजरको हेरे भयो 1 जहिले एफ हो त्यही कन्सेप्ट लगाएर यो जी हो भने यो जी साप हो है यो जी साप त हो भने जी मैले भने लगातार आउनुपर्छ जी पछि तिमी यो होइन ए हो यो भन्न मिलेन जी पछि जी साप पछि ए होइन त ए पछि ए साप पछि बी त्यसपछि सी सी शार्प डी डी शार्प ई एफ एफ शार्प जी जी शार्प ए फेरि गर्दा गर्दा रिपिट भक्क भइ गर्छ होइन त हो त्यही कन्सेप्ट लिएर अब यो जी हो भने थाहा छ होइन त अब तिमीलाई अब यो मेजर स्केलमा मैले भने नि अघि नैको फर्मुला हाम्रो 1 2 3 4 5 6 7 1 भनेको मतलब अब यो 1 2 3 4 5 6 7 मा चाहिँ कुन चाहिँ नोट रहेछ त हामीले सिकाएको छैन नि त नोटको नाम त सिकेन नि त हामीले फर्मुला मात्र सिकायो नि त 1 देखि 7 सम्म त्यही फर्मुलाले चाहिँ अब दिमाग लगायो भने चाहिँ अब त्यो तिमीलाई हरेकको नोट थाहा हुने भएन त म कन्फ्युज भयो म इक्जाम्पल दिइहाल्छु है त 1 जहिले पनि जी हुन्छ है जी मेजरको स्केल गरे त्यही भएर 1 जहिले जी अब हेर हाम्रो फर्मुला तिमीलाई कन्ठ पारा छौ भने अहिलेसम्म कन्ठ पारा छ भने तिमीलाई थाहा छ 1 बाट 2 होल टोन हो ग्याप छ है भनेको मतलब यो 1 हो यो 2 हो यो 3 हो है त म बुझाउनलाई यसरी देखाउँछु है त 1 2 3 अब यो जी हो जी पछि त जी शार्प आउँछ जी पछि यो त जी शार्प होइन त लगातार लस्करै जानु पर्यो हामीले कुनै पनि फ्रेड पनि छुटाउनु मिलेन है हरेक फ्रेड छोड्नु पर्यो है हामीले डाइरेक्ट यो फ्रेडमा जम्प गरेर जी शार्प ए शार्प त्यसरी भन्नु मिलेन जी पछि जी जी शार्प पछि ए भनेको मतलब हाम्रो सेकेन्ड नम्बर भनेको त ए रहेछ ए नोट रहेछ होइन त त्यसो भए यो ए हो भने ए पछि त ए शार्प आउँछ यो 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 अम्ला लुकाइदिन्छ है म फेरि यो अम्लालाई कहीँ थिचेन ए पछि ए शार्प आउँछ ए शार्प पछि त बी भनेको मतलब हाम्रो थर्ड नम्बर भनेको त बी नोट रहेछ हो त्यही अनुसारले अब आफै सोच्दै गरेर पहिलोचोटि यो फर्मुला कन्ठ जब तिमीलाई कन्ठ हुन्छ नि यो ग्याप यो होल टोन हाफ टोन जब कन्ठ हुन्छ नि त्यसपछि नोट हेर्न थाल्ने जी ए त्यसपछि जी शार्प हो सेकेन्ड भनेको ए त्यसपछि ए शार्प आउँछ त्यसपछि बी त्यसपछि बी 3 र 4 मा त ग्याप छैन भने चाहिँ बी भने चाहिँ सी यो सी हुने भयो हो त्यही अनुसारले लगातार अब ल म भनिदिइहाल्छु यो सी हो होइन 4 र 5 मा त ग्याप छ भनेको अब यो सी शार्प हुन्छ यहाँ त डी ए यो डी होइन त त्यसपछि अब यहाँ पनि 5 र 6 मा नि ग्याप छ भनेपछि यो डी डी शार्प यो ई भनेपछि यो ई हुने भयो भनेपछि यो 6 र 7 को मा नि ग्याप छ भनेको ई हो भने ई को शार्प हुँदैन एफ हुने भयो यो एफ शार्प ए
यो एफ सार्प हुने भयो होइन अब 7 र 1 मा नि ग्याप छैन 7 र 1 मा ग्याप छैन भनेपछि एफ सार्प हो भने यो त जी हुने भयो फेरि जीमा आयो नि त हामी 1 लास्ट त 1 मा एन्ड भयो नि त है हो यसरी नै अब तिमीहरूले के गर्नु पर्यो भने पहिलोचोटि फर्स्ट वर्क भनेको स्केल कन्ट पार्ने नम्बर मुखले भन्दै जाने जीको मात्र गर्दै जाने होइन पुरै स्केल गर्ने 1 2 3 4 1 2 3 4 5 6 7 1 2 3 4 5 6 7 फेरि 7 5 के उल्टो पाल्टो के गर्नुपर्छ यो कन्ट पार्ने यो स्केल तल माथि रिपिट हुनु पर्यो है यहाँ फेरि यसरी यहाँ मात्र गएर फेरि यहाँबाट सुरु गर्ने होइन यहाँबाट नि हुनु पर्यो मैले भने नि उल्टो पनि जान सक्नु पर्यो त्यो भर्टिकलको भयो अब हरिजेन्टलको पनि त्यही 1 2 3 4 5 6 7 1 2 गर्दै गर्दै आइरहनु पर्यो तिमीलाई त्यो होल टोन हाफ टोन चाहिँ कन्ठ होस् क्या दिमागमा होइन जब कन्ठ भइसकेपछि तिमी कन्फिडेन्स छौ भने त्यसपछि अनि जी यो जी हो त्यसपछि अनि मैले भने नि जी पछि जी सार्प आउँछ त्यसपछि ए आउँछ सेकेन्ड भनेको ए रहेछ हो त्यही कन्सेप्ट लिएर अर्को एउटा पाना पल्टाउनु छ कि के गर्नु छ पल्टाउने त्यसमा चाहिँ के लेख्ने भने माथिपट्टि नम्बर दिने 1 2 3 4 5 6 7 भनेर नम्बर दिने यता तलपट्टि जी मेजर स्केल भनेर लेख्ने अब त्यो 1 को ठ्याक्कै तल जी भनेर अल्फाबेट लेख्ने भनेको हाम्रो जी यो वाला होइन त अब त्यही अनुसारले 2 मा के पर्छ 2 मा कुन चाहिँ नोट पर्छ 3 मा कुन चाहिँ नोट पर्छ 4 मा कुन चाहिँ नोट पर्छ 5 6 7 मा कुन चाहिँ नोट पर्छ अब 1 सम्म त लेख्नु पर्यो 1 भनेर त फेरि लास्टमा आएर त जी नै हो नि त हो त्यसरी त्यो उसमा कपीमा त्यो अनुसारले तिमी आफै प्र्याक्टिस गर्दै लेख्नु पर्यो यहाँ लेख्नु पर्यो ए ल जीमा यति तिम्रो यो नोट हुने रहेछ है भनेर लेख्ने नम्बरमा जुन नोट फल हुन्छ त्यसमा त्यो नम्बर लेख्ने जीको अनि तिमीलाई जीको कम्प्लिट भयो है ए अनि तिमीलाई थाहा हुन्छ ए भनेपछि अब जी ए बी सी डी ई एफ सार्प जी होइन त त्यही त भयो नि त नोट अब किन तिमीले यहीँ कन्ठ गर्छौ भने तिमीले कपीमा हेर्ने नि त ए तिमीले जुन नोट लेख्यौ नि त कपीमा अब तिमीलाई थाहा भयो नि त तिमीले जहाँ थिचिरहेछौ जुन नम्बरमा थिचिरहेछौ त्यो नम्बरको नोट त त्यो रहेछ हो त्यसरी चाहिँ हेर्ने हो क्या त्यही भएर नम्बरले चाहिँ एकदम सजिलो हुन्छ भन्ने कारण नै त्यो हो क्या म अब यो त फर्स्ट स्टेप मात्र हो एउटा हेर्नेको लागि होइन बुझ्नको लागि अनि अर्को कुरा के भने अब यो त मैले जीको भने यो भने त एकैछिनमा हुने तिमीले यो नोट त अब अलिकति भनौँ न तिमीले अलिकति कन्सेप्ट बुझिसकेको छौ भने तिमीलाई यो नम्बर र नम्बरको मुनि नोट लेख्न तिमीलाई केही गाह्रो हुँदैन होइन यो त जीको मात्र हो अब सक्यो त्यति भएर त सक्यो जीको अब मैले भने यो स्केलको फर्मुलाले तिमी सबै स्केलमा लान सक्छौ क्या जस्तै अब यो एफ कर्ड हो है अब एफको पनि सेम गर्ने क्या अब एफको के हुने भयो 1 2 3 4 5 6 7 1 हो अब एफको पनि त्यही अनुसारले लिने अब तिमीलाई एफ हो भर्टिकल्ली अब यसरी बजाउन चाहिँ तिमीलाई कन्फ्युज हुन सक्छौ पोसिबल त छ होइन अब कतिको तिमी अब दिमाग लाउन सक्छौ यहाँबाट बजाउन 1 2 3 4 5 6 7 1 1 7 6 5 4 3 2 1 होइन त हामीले यो ओपनलाई हामीले 3 भनेको त हो नि अनि तलको ओपनलाई हामीले 6 भनेको एफ मेजर कर्डको अब यो स्केल खोज्ने अब आफैले नम्बर राख्दै जाने यसरी अब यो एफको गर्यो जीको गर्यो होइन अनि एउटा कुरा के याद गरेछ कि छैन भने यो एफ बार कर्ड है मैले अघि के भने एफ पछि जहिले के आउँछ नम्बर अर्को नम्बर के हो अर्को नम्बर के हुने भयो यो यहाँको नम्बर एफ सार्प भनेको मतलब यो एफ सार्प मेजर कर्ड हो ठ्याक्क एफ सार्प पछि के आउँछ जहिले जी हो त्यही भएर यो जी कर्ड होइन यो हाने होला थाहा होला नि रिलेसन त अब जी पछि जहिले के आउँछ जी सार्प कर्ड अथवा जी सार्प आउँछ अनि हामीले कर्डमा हानेको होइन जी सार्प पछि के आउँछ ए हो यो बार यसरी मुभ हुन्छ क्या बार कर्ड चाहिँ सबभन्दा बार कर्डको रमाइलो भनेको नि बार कर्ड मुभ गर्न मिल्छ क्या हामीले पुरै फ्रेटभरि मुभ गर्न मिल्छ क्या अब जस्तो मैले भने अब यो एफ हो भने यो एफ सार्प हो तिमीलाई एफ सार्प कुन चाहिँलाई तिमीलाई एफ सार्प कर्ड बजाउन भने तिमी के बजाउँछ एफ यहाँ हुन थाहा छ ठ्याक्कै एक सार्दियो भने त एफ सार्प हो एफ सार्प मेजर कर्ड बज्यो होइन तिमीलाई जी कर्ड थाहा छ त यो हाने नि भयो यो हाने नि भयो जी कर्ड होइन जी अब तिमीलाई कुन चाहिँ जी सार्प कर्ड बजायो भने के गर्ने अब जीलाई ठ्याक्कै एक स्टेप यता लिएर जाने जी सार्प जी सार्पलाई फेरि एक स्टेपले यता लिएर गयो ए कर्ड है यो सब मेजर हो है फेरि माइनर साइनरको कुरा गरेन मैले सब मेजरको हो नि यो अब माइनर गर्ने भने कन्सेप्ट चाहिँ त्यो हो एफ माइनर भने यो होइन त बिचको कमला मात्र हटाउने त्यसलाई सार एफ सार्प माइनर जी माइनर
जी सार्प माइनर, ए माइनर, ए सार्प माइनर, बी माइनर, सी माइनर राख्यो भने यो बिचको अम्ला राख्यो भने सी कर्ड भयो, राखेन भने सी माइनर भयो। मलाई के गर्नु पर्यो भने हाम्रो नम्बर हुन्छ नि एफ को गर्ने, जी को पनि गर्ने, ए को पनि गर्ने, बी को पनि गर्ने, सी को गर्ने, डी को गर्ने हैन। त्यो अनुसारले चाहिँ अब आफैले होमवर्क गर्ने के। अब तल मैले भने अघि जी मेजरको स्केलको हामीले लेख्यौँ हैन, त्यो अहिले भर्खर रिसेन्ट बनाएको त्यो उसमा त्यसकै तल एफ मेजर स्केल भनेर लेख्ने। अनि त्यो एफ मेजर स्केलमा के नोट पर्दो रहेछ, 1 भने जहिले एफ हुने भयो हैन। 3 सम्म हेल्प गरिदिन्छ है त, फेरि इनकेस बुझाइ छैन भने 1 भनेको एफ भयो। अब 2 त 2 र 1 र 2 मा त ग्याप छ। अघि हामीले त्यो फर्मुला याद गरेको थियो नि होल्टनको, ग्याप छ भने चाहिँ एफ पछि एफ सार्प आउँछ। अनि 2 मा भने चाहिँ जी हुने भयो। ए 2 भने जी रहेछ। अब 2 र 3 मा नि होल्टन हो ग्याप हैन। अब भने चाहिँ यो जी हो भने यो जी सार्प हो, यो भने चाहिँ ए भने चाहिँ थर्ड नम्बर भनेको ए रहेछ हो। त्यो अनुसारले जाने, सबै लेख्ने, 7वटा नम्बरसम्म लेख्ने। तिमीले एफको गरेपछि तिमी कुन चाहिँमा जान्छौ, जीमा जाऊ, जीको त गर्छ, त्यसपछि एमा जाऊ हैन। तिमीलाई कड त थाहा छ नि, कमसेकम मैले कड त्यो कड थाहा पाउने पारा त भने नि। तिमी अलिकति आफूलाई च्यालेन्ज गर्छौ भने एफ सार्पको गर हैन, जी सार्पको गर, ए सार्पकै गर, बी सार्पको गर भनेर भन्छु होला, भन्ठाने होला। तर बी को सार्प हुँदैन है, फेरि ई को पनि सार्प हुँदैन, बी को पनि सार्प हुँदैन। दिमागमा चाहिँ राख्नु पर्यो। यो लेसन चाहिँ कस्तो बेस्टमा बनाउनु खोज्यो भने बेसिक हुन्छ नि, जसले चाहिँ गिटार मैले अघि भने नि यतिसम्मको कड भएको थाहा भइसकेको मान्छेलाई चाहिँ यो कुरा सिक्न खासै गाह्रो नहोला क्या। मैले पुरै अब जसलाई चाहिँ थाहा छ त्यसलाई त मैले त्यसले त के गर्नै पर्ने भएन हैन। जसलाई चाहिँ अब यो कुरा पहिल्यैदेखि थाहा थियो उसलाई त के अर्थै भएन हैन। हुन त अब अलिअलि केही न केही इन्फर्मेसन त पायो होला एक्स्ट्रा, यस्तो हुँदो रहेछ भन्नु। तर जसलाई चाहिँ थाहा थिएन नि यो टेक्निकहरू, यो यसरी गर्ने भन्नु, त्यसले चाहिँ अब केही न केही त अब एउटा फर्स्ट स्टेप त चढियो नि त। त्यही भएर अब आफूले च्यालेन्ज, एकदम सिम्पल छ। हेर तिमी जेको कडको बनाउँदा नि हुन्छ। अब तिमीलाई थाहा भइहाल्यो नि ए बार कड हो भने थाहा भयो भने तिमी अब ए सार्प कड हान्न सक्दैन त। ठ्याक्कै एक स्टेप यता सार्दियो, ए पछि ए सार्प आउँछ, ए सार्प पछि बी आउँछ, बी पछि सार्प, बी को सार्प हुँदैन त्यही भएर सी आउँछ, सी पछि सी सार्प पछि डी, डी पछि डी सार्प, डी पछि फेरि ई, त्यस्तै गर्दै गर्दै तिमी हरेक कडको गर्न सक्छौ नि त। अनि त्यो गरिसकेपछि तिमीलाई हरेक कडको हरेक त्यो उसको कडको अब तिमीले स्केल निकाल्न सक्यौ हैन। जस्तै मैले अब ए को गरेँ भने अब ए को त यही हो नि त, 1 2 3 4 5 6 7 1 हैन। अब तलसम्म जाने भने त यो हो। अब के बजेन राम्रोसँग, तर बुझ्न त कन्सेप्ट त बुझ्यो नि त हैन। ए को यही हो। अब तिमी बी को गर्छौ भने ए पछि ए सार्प पछि बी भने चाहिँ ए बी को यहाँबाट गर्नु पर्यो नि, 1 2 3 4 5 6 7 8 यसरी उल्टो पाल्टो जाने, जे गर्छ गर्ने। अनि बीबाट म एउटा कुरा चाहिँ 1 भनेको जहिले तिमीले जुनको स्केल बजाउन त्यो हुन्छ है। जस्तै अब मैले भर्खर यहाँ गरेँ नि यो बी को 1 भने जहिले बी हुने भयो, यहाँबाट स्टार्ट गर्ने भयो नि त। अब 1 2 3 4 5 हैन, यहाँबाट 1 2 3 4 5 यसरी जान्छौ नि त तिमी। यहाँ यसलाई यो चाहिँ 1 हुने भयो नि त। यो चाहिँ तिम्रो यहाँबाट चाहिँ छरियो क्या, कि त यसरी यता गयो, कि त यसरी तल गयो। अब यताबाट उल्टो जाने भने 1 7 पनि हो नि त। 1 7 र 1 त सँगसँगै हुन्छ जहिले। 1 को अपोजिट भने जहिले 7 हुने भयो। 1 7 6 5 3 ए होइन 3 फेरि 4 हुनुपर्ने भन्नु। सार्पमा चाहिँ अहिले नगए हुन्छ है। सार्पमा चाहिँ अलिकति कन्फ्युजिङ हुन थाल्छ। अलिकति थाहा छैन भने चाहिँ सकेसम्म त्यो हाम्रो नर्मल अल्फाबेटहरूमै स्टिक गरौँ, ए बी सी डी ई एफ जी। जस ए सार्प, यो सी सार्पहरू, जी सार्पहरूकोमा चाहिँ नगइहाल्नु मैलेलाई हैन। त्यो नोट लेख्ने अब जानु मन छ भने गयो नि हुन्छ। तर जस अहिलेको लागि यति गरे नि इनफ हो। हामीले तिमीले अब एफकै गर्छौ भने जी ए बी सी हैन, यसको पनि सजिलै छ। त्यही भएर यसको गऱ्यो भने पनि कन्सेप्ट त बुझि नै हालिन्छ। अलिकति आफूलाई एक्स्ट्रा वर्क दिन मन लाग्यो भनेको कुरा हो त्यो चाहिँ। अनि अर्को अक्टेभ, अर्को चाहिँ अब अघि भन्ने मैले नोट थाहा पाउने टेक्निक भनेर चाहिँ त्यो भने चाहिँ अक्टेभ भन्छ। अब कतिलाई थाहा होला अक्टेभ भने चाहिँ के हो भनेर। अक्टेभ भने चाहिँ एउटा टेक्निक हो क्या, तिमीलाई नोट सिमिलर नोट थाहा पाउने टेक्निक। त्यो टेक्निक चाहिँ के हो भने जहिले पनि यहाँ र यो गएपछि म ठ्याक्क त्यो एउटा पनि बनाइदिन्छु हैन, एउटा पेपरमा पनि बनाइदिन्छु। यो र यो गएपछि जहिले अक्टेभ हो क्या। भन्ने मतलब यो जी नोट हो भने यो तलको पनि जी नोटै हुन्छ। यसको अक्टेभको टेक्निक चाहिँ यो हो है, अक्टेभ हेर्ने टेक्निक। अब तिमीलाई अब कुन चाहिँले सोध्यो भने ओए यो मलाई यो डी स्ट्रिङमा मलाई जी नोट कहाँ हुन्छ भन्यो भने तिमी के गर्छौ? तिमीलाई पहिलोचोटि सुरुमा तिमीलाई कहाँ थाहा छ जी? तिमीलाई जी यो थाहा छ। अब यसको अक्टेभ हेऱ्यो भने यसको अक्टेभ त यहाँ हो जी
भनेपछि तिमी यो पनि जी भन्न सक्यौ नि त अक्टेभ के अक्टेभको टेक्निक चाहिँ यो नोट थाहा पाउने टेक्निक के एउटा स्ट्रिङ छोड्ने एउटा फ्रेट छोड्ने त्यो भयो भने ठ्याक्क थाहा भयो जी नोट ठ्याक्क यो 1 यो पनि 1 मै आइपुगेको थियो नि थाहा छ 1 2 3 4 5 6 7 1 हो यही फर्मुला लिएर अब तलतिर जाने यसमा चाहिँ तलको स्ट्रिङमा चाहिँ के हुन्छ भने दुईटा फ्रेट छोड्ने जस्तै यहाँ हामीले एउटा मात्र फ्रेट छोडेको थियौँ यो एउटा फ्रेट यो तल ठ्याक्क गएको थियो नि त एउटा फ्रेट एउटा स्ट्रिङ तल पुगेपछि चाहिँ दुईटा फ्रेट एउटा स्ट्रिङ है त भनेको मतलब दुईटा फ्रेट ग्याप दिनु पर्यो एउटा स्ट्रिङ भने चाहिँ यहाँ आउने भयो यो पनि जी हो त कुन चाहिँ सेकेन्ड स्ट्रिङमा जी कहाँ हुन्छ भन्यो भने त तिमी के गर्ने अब तिम्रो फर्स्ट स्टेप तिमीलाई थाहा भएको जी कहाँ हो तिमीलाई यहाँ थाहा छ जी भनेर त्यसपछि यसको अक्टेभ हेर्छौ तिमी यसको अक्टेभ भनेको मतलब एक फ्रेट छोड्ने एक स्ट्रिङ छोड्ने भने चाहिँ यो हुने भयो यो जी हो अब यसको पनि तल जी खोज्नु पर्यो भने दुई फ्रेट छोड्ने एक स्ट्रिङ छोड्ने भनेको मतलब यहाँ हुने भयो यहाँ छ जी ढिलो भयो नि कमसेकम थाहा त भयो नि त होइन गनेर यहाँबाट यसरी गन्दै हेर्नु भन्दा त कमसेकम यहाँबाट यसरी थाहा त हुन्छ नि त नोटको नाम यो फर्स्ट र सेकेन्ड स्ट्रिङमा थाहा पाउनलाई चाहिँ हामीले दुईटा ग्याप छोड्नुपर्छ के यो दुईटा ग्याप छोड्नुपर्छ के यो स्ट्रिङहरुमा थाहा पाउनको लागि चाहिँ यसको अक्टेभ यो हुन्छ यसको अक्टेभ यो हुन्छ यसको अक्टेभ यो हुन्छ यसको अक्टेभ यो हुन्छ हो यो चाहिँ यसरी चाहिँ नोट थाहा पाउने हो के चाँडो भनौँ न टेक्निक चाहिँ कुन चाहिँले मलाई ल सिसाबको सोधेर होइन सिसाब भन्यो भने मलाई कहाँ थाहा छ यो हो सिसाब मलाई थाहा छ यो सिसाब हो भनेर किनभने मैले स्केल गर्दा गर्दा मलाई यो माथिको कन्टै भइसक्यो किनभने यो ए कड हो यो बी कड हो यो सी कड हो सी पछि त सिसाब आउँछ त्यो भएर मलाई त्यही अनुसारले गर्दा कड हाल्दा हाल्दा नै थाहा भइसक्यो कि यो माथिको त सिसाबै हो भने होइन अब यो सिसाब भएपछि यो यसको अक्टेभ हेर्छु म सुरुमा पहिला यसको अक्टेभ हेर्छु यहाँ पनि रहेछ अब यसको अक्टेभ हेर्छु भनेपछि यहाँ रहेछ यो सिसाब नोट रहेछ भनेपछि हो त्यसरी हेर्ने हो क्या योभन्दा धेरै लेसनमा चाहिँ नजाउँ किनभने इन्फर्मेसन ओभरलोड पनि हुनुहुन्न होइन मैले अघि नै भनिसकेँ नि आफ्नो ऊ चाहिँ दिनैपर्छ है आफूले चाहिँ डेडिकेट गर्नैपर्छ क्या डेडिकेसन देखाउनै पर्छ नत्र थ्योरी पनि आज सम्झ्यो भोलि बिर्सिने भयो भने त्यो काम न काजकै हुन्छ होइन अलि यति त सजिलै छ नि त यति चाहिँ सिकौँ यतिसम्म सिकेपछि चाहिँ नेक्स्ट लेसनमा चाहिँ धेरै सजिलो हुन्छ नत्र अन्धाधुन्ध हो फेरि कसरी आइपुग्यो कड कहाँ भने के नम्बर के अल्फाबेट के नोट भन्ने हुन्छ होइन त्यो यो भिडियोलाई प्र्याक्टिस गरौँ म अलि टाइम दिन्छु होइन अर्को नेक्स्ट भिडियो हाल्नको लागि त्यो नहालेसम्म अब अरू सिक्न नि पाइँदैन नि त होइन त्यही भएर म अलिकति टाइम लिएरै हाल्छु त्यति चाहिँ मजाले कन्ट पारौँ अनि केही क्वेसन छ केही कन्फ्युजन छ भने चाहिँ कमेन्ट हानिदिइहाल्नु हुन्छ है हानिदिइहाल्नु हुन्छ कमेन्ट चाहिँ म ड्याङ्की ड्याङ रिप्लाई हानिदिइहाल्छु अथवा पर्सनलै क्वेसन सोध्नु हुन्छ नि इन्स्टाको अकाउन्ट मैले त्यहाँ छँदैछ होइन अनेक छ मलाई कन्ट्याक्ट गर्न मिल्ने मलाई मेसेज गर्न मिल्ने त्यो मैले भयो भर्खर राखेको छु मैले त्यहाँ मलाई अब जस्ट इन्स्टामा मेसेज गर्दा नि हुन्छ अलिकति सोध्नै मन लाग्यो भने अनि हामी एकदम स्लो पेसमा जान्छौँ है बिस्तारै बिस्तारै ग्रेजुअली इन्क्रिज गर्दै जाने हो क्या एकताले ड्याङ्की ड्याङ ल यो कड यो माइनर मेजर पेन्टाटोनिक फ्रिजियन डोमिनेन्ट होइन पुरै डिमिनिस पुरै यहाँ त्यहाँ अब डोरियन सोरियन के एकैताले दिन थाल्यो भने त्यो हुँदैन त्यसरी कामै छैन बिस्तारै मैले सिकाउँदै तिमीहरूले प्र्याक्टिस गर्दै फेरि मैले सिकाउँदै तिमीहरूले प्र्याक्टिस गर्दै गर्दै स्लोली जाने हो तिमी एक हप्तामै सब सिक्छु भनेर हुँदैन यो तिम्रो मनमा र तिम्रो दिमागमा क्वेसनहरू नखेलेसम्म तिमी भनौँ न तिम्रो त्यो इम्प्रुभै हुँदैन क्या यो थ्योरी चाहिँ त्यस्तो हो क्या क्वेसन सोध्नलाई नलजाऊँ होइन जसरी पनि सब सिक्ने मान्छे गिटार बजाउने मान्छे नै हो क्वेसन सोध्न नलजाऊँ अनि अब चाहिँ म बोल्न बन्द गर्छु नेक्स्ट टाइममै भेटौँला अब है त सबलाई बाय अब ल थ्योरी चाहिँ प्र्याक्टिस चाहिँ होमवर्क चाहिँ गर्नु पऱ्यो है त्यहाँ फेरि यो ऊ चाहिँ गर्नु पऱ्यो त्यो नोटहरू लेखेर त्यो सबै आफूलाई चाहिँ चिट गर्नु भएन है त्यो होमवर्क गर्नु पऱ्यो प्र्याक्टिस गर्नु पऱ्यो है थ्योरी सिक्ने हो भने नत्र आलु ल